गाइज म पहिलोचोटि काठमाडौँ जाँदा होइन काठमाडौँमा चाहिँ कस्तो भएको थियो रत्न पार्कमा थाहा के अरे यसो अब एसी दिएर होइन हामी अझै साथीहरू चाहिँ काठमाडौँ गयो डन्डी फार्मामा काम गर्न अनि के भयो भनेपछि त्यहाँ गएँ अनि यसो अब छुट्टी भएपछि साँझतिर होइन यसो रत्न पार्क गएँ घुम्न है रत्न पार्कमा साँझ यसो छाता लिएर होइन उभिए रहेछ मलाई के थाहा त्यो यस्तो मान्छे हो भनेपछि मतलब वो अलग ही लेवल का बंदा था। अनि यसो आँखा झिम्काइरहेछ होइन मैले मसँग भन्जा थियो भन्जा मभन्दा पहिल्यै होइन पहिल्यै चाहिँ डिप्रेसन पहिल्यैदेखि अब थाहा थियो क्या अनि सब थाहा थियो यहाँ यस्तो यस्तो मान्छे छ भनेपछि अब मलाई त थाहा थिएन नि पहिलोचोटि गएको अनि त्यही भएर के अरे मैले भान्जालाई भनेको भान्जा त्यो केटी मलाई किन आँखा झिम्काइरहेछ यसो हेर मुस्कान दिइरहेछ भनेर के अरे के भन्छ ए मामा त्यो पनि केटी होइन त्यो ऊ हो भनेपछि छक्का हो भन्छ न कस्तो बिला म त अब आँखा झिम्काएपछि होइन म त खुसी भएँ मा कस्तो केटी मलाई त यसो पटाउन आँटेको क्या हो भनेपछि तर त्यस्तो होइन रहेछ गाइस एकछिन त म एकदम खुसी भएको थिएँ तर किनभने चाहिँ भन्जानले भनेपछि त ए मामा त्यो छक्का हो भन्छ माला त्यसपछि त म यस्तो हुन्छ छक्का यता यस्तो हुन्छ भनेको ए ल्यामा